जति पनि आज भेला हुनुभएको हाम्रो विशेष गरेर यहाँ कभर गरिराख्नु पर्यो विनोद राईले पनि ल केटा निकालिराख है सो दिस इज नाउ फेरि समस्याहरू चाहिँ फेरि सकिपरेको छ लिडर्सहरू भेट्दै बहिनीहरू खानाहरू पनि रेडी गरिरहेको छ यहाँनिर यु क्यान सी हियर आउटसाइड यहाँ चाहिँ यस्तो खालकेहरू भेटिन्छ दामी छ जग्गाहरू वेल यो जग्गामा पनि हाम्रो सानो मिटिङ थियो इट्स भेरी गुड हामीले सकिसक्यौँ अब यहाँदेखि चाहिँ उता हामी जानुपर्ने हुन्छ यो जग्गाहरू चाहिँ यो अप्सन्सहरू छ गाडी यहाँ चल्दैछन् अनि यो जग्गाहरूतिर योदेखि चाहिँ हाम्रो चाहिँ मिटिङ चाहिँ यहाँनिर थियो सो विल सी अनि काफी कन्स्ट्रक्सन्सहरू भइरहेछ सबैभन्दा ठुलो कुरा राम्रो कुरा चाहिँ दिस इज भेरी पिसफुल एरिया यहाँ जङ्गल रोडहरू यहीँनिर एन्ड कन्स्ट्रक्सन इज स्टिल गोइङ अन अनि मलाई चाहिँ काफी राम्रो लाग्यो यो जग्गा अनि यो जग्गातिर चाहिँ यो अलिकति अगाडि चाहिँ मेन पोइन्ट रहेछ सुन्तला अनि सब्जीहरू बेच्ने कार्यक्रम चल्दै रहेछ यो जग्गामा चाहिँ इट्स रियली गुड टु सी हियर यहाँदेखि जाँदाखेरि नयाँ रोडहरू खुलिरहेको छ हेल्थ वेलनेस सेन्टर रहेछ सब हेल्थ सेन्टर पाक्किम डिस्ट्रिक्टको सो दिस इज भेरी गुड आई थिङ्क इट्स अ भेरी गुड वान मलाई चाहिँ राम्रो लागेको छ यो जग्गाहरू चाहिँ थ्याङ्क यू होइन रिन्यू गर्नुपर्छ रिन्यू गर्नुको लागि वर्षैपछि गर्नुपर्छ नि इयरली हो इयरली हो त यहाँ चाहिँ निकै दिनु पर्दछ त नि 5000 एबोभ भएन धेरै हो त्यति काम गरेन